नमस्ते दर्शकबिन, आज हामी मिथिला फुडको र मिथिला क्युजनको रिसर्च र डेभलपमेन्ट कार्यक्रमको आधारमा म गाउँमा आएको छु। यो गाउँ र गाउँमा हाम्रो जुन बाजेबजेहरू छ, बुढापाकाहरू छ, उनीहरूसित हाम्रो आफ्नो कल्चर र खानाको बारेमा कुराहरू सोध्ने क्रममा हामी एउटा गाउँमा छौँ। र गाउँमा तपाईँले हेर्दै हुनुहुन्छ कि गाउँको यो करेसाबारीहरू हो। करेसाबारीहरूमा तपाईँले हेर्नु भएको छ कि कति यो हामीले काक्ती नेमो भन्छौँ, काक्ती नेमोहरू फलिरहेछ। अनि हामी यसलाई घिरौरा र कुम्हर भन्छौँ। जुन गाउँमा तपाईँ हेर्नु भएको छ घिउरा र कुम्हरहरू यो फल्ने गरिन्छ, जुन हामी कुम्हरलाई कुम्हरौरी बनाउँछौँ। यो भनेको तपाईँ कुम्हरौरीको यो फुल हेर्नु भएको छ। अनि त्यसै सन्दर्भमा आज हामी गाउँमा छौँ, एउटा सानो भिडियो सुट गर्ने क्रममा। नमस्ते, अब उहाँ हुनुहुन्छ हाम्रो गाउँको बुजुर्ग बाबा। अब उहाँको एउटा सानो परिचय उहीँकै शब्दबाट स्टार्ट गरौँ। मेरो नाम सूर्यनारायण प्रसाद शाह हो। नमस्ते बाबा, प्रोग्राममा तपाईँलाई स्वागत छ। हजुरको शुभ नाम के होला? नमस्कार, मेरो नाम सूर्यनारायण प्रसाद शाह हो। गाउँ यो उडी गाउँपालिका वार्ड नम्बर 6 गाउँ चक्कर पर्दछ हैन। मेरो उमेर 69 वर्ष छ। म शिक्षण पेसाबाट अवकाश प्राप्त गरेको छु र कृषि कर्ममा पनि राम्रो रुचि छ। आफ्नो घरमा यो सबै करेसाबारीहरू लगाएका छौँ। त्यसमा करेसाबारीमा विभिन्न किसिमका चाहिने सागसब्जी, नेबु, ओल हैन, त्यो सब लगाएको छु। यसमा कुनै किसिमको रासायनिक मल प्रयोग नगरिकन आफै माने स्थानीय मलहरूबाट चाहिने यो सब तयार गरेको छु। यो ओल भनेको त थाहै, ओल यो हाम्रो के हो, उत्पादन चाहिने यो जेठ सखारमा उम्रिन्छ र यो गएर परिपक्व हुन त यो साउन भादोमा पनि हुन्छ। साउनको ओल भनिएको छ, के खान्छ राजा के खान्छ। यो ओलको बोट हो। यो वैशाख जेठमा उम्रिन्छ हैन, र यो साउनसम्ममा केही खान योग भइहाल्छ। त्यस बेलामा भनिएको छ कि साउनको ओल के खान्छ राजा के खान्छ चोर भनेपछि धेरै महँगो हुन्छ। यो किलोमा 200 किलो प्रति किलो जान्छ यता हाम्रो गाउँघरतिर। झन् बजारतिर काठमाडौँतिर त 500 किलो जान्छ होला हैन। र यो पुष माघ यो लोकल ओल हो। यो कुनै विकास छैन। यो सानो सानो हुन्छ नि, यसको ओलको टोटी जसलाई हामी भन्छौँ, त्यसैलाई 10वटा टोटीलाई ठमर रोपिदिएपछि त्यो ठुलो एक सालमा 1.5-2 किलोको भइहाल्छ। देख्दै छ। अब तपाईँ हेर्दै हुनुहुन्छ, यो भनेको हाम्रो तिलकोर, जुन मिथिला खानमा तिलकोरको तरुवा, तिलकोरको तरकारी जबसम्म नभए यो शुद्ध हुँदैन। बाबा, यो तिलकोर नै हो? यो तिलकोर हो। यो चाहिने हाम्रो तिलकोरको पातको साग पनि बनाइन्छ, यसको तरुवा पनि बनाइन्छ, फरको तरुवा पनि हुन्छ, सब्जी पनि हुन्छ। र यो खास गरेर डायबिटिजमा, मधुमेह बिमारीमा यो अनिवार्य रूपमा खानामा धेरै फाइदा गर्छ। डायबिटिज बिमारी, मधुमेह बिमारीमा धेरै फाइदा गर्छ। अब यस्तो कि हामीले यसमा रिसर्च गर्दा हामीले पाएको कि तिलकोरमा भनेको जुन हाम्रो भिटामिन पार्टहरू धेरै हुन्छ। अनि यो भनेको आजदेखि नै वर्षौँदेखि यो कुराहरू पहिला को बुजुर्गहरूले भन्दै गर्दा, जब हामीले लाइभ टेस्ट गर्दा हामीले यो लाइभ टेस्टबाट हामीले यो कुराहरू धेरै तथ्यहरू र सत्यको तथ्यहरू मैले पाएँ। अनि यो तिलकोर भनेको कुन महिनामा हुने हो बाबा? यो सालभरि त हुन्छ, सालभरि नै रहन्छ यो। तर यो बर्सात महिनामा बढी देखा पर्छ, तर यो सालभरि हुन्छ। यो सालभरि यो पाइन्छ तिलकोर बारीमा। हामीहरूको बारीमा सालभरि हुन्छ यो। र यसको फर जो छ नि अहिले हरियो रङको, यो पाकेपछि रातो भइहाल्छ। रातो भएपछि यसको चाहिने अलिकति स्वाद पनि, काँचो त पाकेको पनि खान सकिन्छ, त्यतिकै पाकेको खान सकिन्छ, खाना बडा मिठो लाग्छ। अब यो तपाईँले हेर्दै भयो, यो तिलकोर भनेको यही हाम्रो तिलकोर हो, जुन तिलकोरको तरुवा, तरकारी, पातको तरुवा पनि गर्न मिल्छ। नमस्ते। अब दर्शकबिन, अब उहाँ हुनुहुन्छ
दर्शकबिन उहाँ हुनुहुन्छ सूर्य नारायण शाह, अवकाश प्राप्त शिक्षक, जुन उहाँ रिटायर भएर अहिले गाउँमा खेतीपाती गराउँदै हुनुहुन्छ। अनि यो टेस्ट अफ मिथिलाको क्रममा लास्टमा म सेफ महेश हजुरहरूबाट यो सानो हाम्रो प्रयास, हाम्रो जुन रीतिरिवाज, हाम्रो कल्चर, हाम्रो सोसाइटी, हाम्रो खानपान र हाम्रो परम्परा, हाम्रो धरोहरलाई जुन हाम्रो सोचाइ झल्काउने कार्यक्रममा अब लास्टतर्फ म हुँदै म सबै दर्शकबिनलाई नमस्ते गर्दै म टेस्ट अफ मिथिला सेफ महेश कार्यक्रमको लास्टतिर गर्दै नमस्ते भन्दै यही हाम्रो कार्यक्रम यही टुङ्गिन्छ। नमस्ते।